सबैको आफ्नो पढ्ने तरिका त हुन्छ, तर कसैको के तरिका त हुन्छ भने कानमा चाहिँ हेडसेट लगाएर पढ्ने बानी हुन्छ। ओके, गीत सुन्दै हो, गीत सुन्दै पढ्ने बानी हुन्छ। यो गीत सुन्दै पढ्ने बानी चाहिँ राम्रो होइन। किन होइन भन्दाखेरि तपाईँले अब एकतिर पढाइ गरिराख्नु भएको छ, अर्कोतिर गीत सुनिराख्नु भएको छ, त्यहाँनिर तपाईँको ब्रेनका दुईवटा कम्पार्टमेन्टले ब्रेनको दुईवटा एरियाले चाहिँ त्यहाँ काम गर्नुपर्ने हुन्छ। अब आफै सक्नुहोस्, त्यहाँको न्युरल नेटवर्कमा तपाईँले चाहिँ दुईवटा ठाउँमा काम गराउँदै हुनुहुन्छ नि ब्रेनलाई, अभियसली त्यहाँनिर तपाईँको हेभी वर्क हुन्छ। ओके, त्यहाँ इनर्जी कन्जम्सन धेरै हुन्छ, तपाईँको त्यहाँ स्ट्रेस बढी हुन्छ, त्यहाँ केमिकल रिलिज बढी हुन्छ र त्यसले फोकस पनि गरेको हुँदैन। एउटा चिजमा तपाईँको फोकस नहुनाले तपाईँको काम चाहिँ फितल हुन्छ, स्टडी पनि फितल हुन्छ, फिक्का हुन्छ। त्यसैले तपाईँले पढ्ने बेलामा पढाइ मात्रै गर्ने हो, बरु 10 मिनट पढेपछि तपाईँले आफूलाई चाहिँ रिवार्ड गर्न सक्नुहुन्छ, जस्तो गीत सुनेर होस् या चाहिँ एकछिन जगिङ गरेर होस् या जस्तो एक्टिभिटीहरू गरेर। तर पढ्ने बेलामा पढ्ने मात्रै हो, गीत सुन्ने होइन। अदरवाइज यसले चाहिँ तपाईँको ब्रेनको फङ्सन, मेमोरी सेन्टरहरूलाई चाहिँ एफेक्ट गर्छ। ध्यान दिनु होला, यो भनेको फोकस हो। तपाईँले जति फोकस गर्नुहुन्छ, एउटा काममा ध्यान दिनुहुन्छ, त्यति धेरै चाहिँ सार्प हुँदै जान्छ। ओके।